हबको प्रस्तुति हास्य टोली श्रृंखला एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ चटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ चटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै साबुन पानीले हात ब्राउनसित धोएन भने यो बर्खा लागिरहेछ, हैजा लाग्छ, झाडा बान्ता हुन्छ, आउँ पर्छ, रोग व्याधि लाग्छ। राम्रोसँग साबुन हातमा लाउने, यसरी माड्ने, यसरी काप कापमा माड्ने। लुतो आउँदा कनाउने होइन, बरु यसरी माडेन भने चाहिँ लुतो आउँछ भन्ने हामीले लागिरहे। धेरै नै घाइते हुने भए जस्तो अलिकति तेल लगाइदिनु त। तेल? मसँग नबोल्ने मान्छेलाई मैले तेल लगाइदिनु पर्यो भने पक पक उम्लेको तेल लगाएर खनाइदिन्छ। बोलचाल गराउँछु भन्दा भन्दै यहाँ त अर्कै होला भन्ने डर भइसक्यो, के गर्ने होला? काइसा कुरा मिल्यो मिल्यो, काजी नि पहिला बोल्ने हुनु भयो। काजी साहब मै पहिला बोल्छु। कता खोइ? यता यता। अनि त्यस पछाडि के भन्नुहुन्थ्यो भन्नुहोस् त। ए त्यो कुबिन्ने बुढाको बारेमा धेरै नसोध मलाई। आज पनि लोग्नीलाई नपर्खिकन हँसुरेछन् होइन कहिले? बोलचालै नभएपछि के पर्खाइ भयो र? भोक लागेपछि नखाइसकिएन, खाइयो अब। कसै कसैलाई त भात पनि पकाएको छैन, जस कहाँ खाने हो त्यतै लागि हुन्छ। सुनिने कहिले मङ्नी गएको भने अस्ति तपाईँले लखेटादिन घर आइरहेथे, भान्जा मेरो इज्जतमा धक्का लाग्यो, म अब यो गाउँमा बस्दिन भनेर गएको थिएँ, आजसम्म आएको छैनन्। तपाईँले गर्दा मेरो मामा हराउनु भएको, मेरो मामाले जहाँबाट भए पनि खोजेर हजुरले ल्याइदिनु पर्छ। नगर कति न मान्छे नै बित्या जस्तो गरेर पिलपिल गर्छ, जहाँबाट भए पनि खोज्छु म त्यसलाई। मलाई भन्दा मलाई चाहिएको त्यो माग्ने। बाबा टेन्सन माथि टेन्सन, यो के आइलायो मलाई? होइन कहाँ चाहिँ मर्यो होला त त्यो? ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। के गरेर बसा यहाँ त? ध्यान गरेर बसेको देखेनौ बालक? मेरो ध्यानलाई भङ्ग गर्ने दुस्साहस नगरे बालक। मान्छेले उहाँ घर भात खान पाएन, कतै यहाँ ध्यान गरेर बस्ने? तिमीले त भात मात्रै खान पाएनछौ बालक, मैले त तिम्रो घर कसरी राम्रो होला, लोग्नी स्वास्नीको सम्बन्ध कसरी राम्रो होला भनेर ध्यान गर्दा गर्दा 3-4 दिनदेखि पानी पनि खा छैन बालक। अनि के ज्ञान प्राप्त गरिस् त? बालक, सँगै बस्ने, सँगै खाने, सँगै सुत्ने, 7 जुनीसम्म सँगै बाँच्ने भनेर कसम खाएका लोग्नी स्वास्नी बीच यस्तो नराम्रो हुनु कदापि राम्रो होइन। हेर बालक, घमण्डले नै मान्छेलाई नाश गर्छ, त्यसैले कजिनी नै पहिला बोल्नु पर्छ भन्ने केही छैन।
तिमी नै पहिले गएर माफ मागेर बोल्न सुरु गर। यसैमा तिम्रो कल्याण छ बालक। यति गर्दा पनि भएन भने यो बाबा जवाफदेही हुनेछ बालक। बालक के छिङ्ग उभिएर बसिरहेछौ? तिम्रै लागि यो बाबा पानी समेत नखाइकन ध्यानमा बसिरहेछ। तुरुन्त जाऊ। ओम नमः शिवाय। ओम नमः शिवाय। अब मैले पहिला नबोलिकन सुख पाइनँ होइन? पहिले जितिस, मैले हारे। अब बोलचाल गरौँ, मलाई माफ गरेर मर। होइन, तिमीले मसँग माफ मागे कि मलाई फर्काएको? फर्काएर झर्केर माफ मागिन्छ? मिठो मुखले मलाई माफ गर अब भन्न सक्दैनौ तिमी? तँसँग मैले नरम स्वरले किन बोल्ने? म पनि काजी हुँ, काजी, गोक्ते काजी। ए तिमी काजी? म पनि ताइचिन शमशेरकी नातिनी, मनसुली शमशेरकी छोरी बासुमती हुँ, बुझौ? के भन्ठान्या छौ? के भनिस् रे? मलाई छुट्यो। माग्ने कहिले ध्यान गरे? यही हो ज्ञान बच्चा माग्ने, ज्ञान बच्चा। कहाँ छ तँ? होइन, यहाँ त साबुनको बोक्रो मात्रै छ। अहिले साबुन कहाँ गयो यहाँको? यहाँ छ बा। आमालाई पनि खाना खानु अघि र दिशा गरिसकेपछि साबुनले हात धुनु पर्छ भनेर सिकाउनले राखी के? आमैलाई मात्र किन, गाउँभरिका मान्छेलाई मेरै घरको साबुन लगाएर हात धुन सिकाउनु नि। किन्दिनी म छँदैछु। कति न सधैँ साबुनै किन्नु जस्तो कुरो चाहिँ नगर के बा? हिजो अस्तिसम्म खरानीले हात धुन्थ्यौ। मैले साबुनले हात धुनु पर्ने रहेछ भनेपछि त एक डला साबुन किन्याउ। आफ्नो लागि पो किन्या त, दुनियाँको लागि किन्दिया त होइन नि। छोरी खै साबुन दिए त? हामी एक डोल साबुन किन्न नसक्ने हैसियतका मान्छे त होइनौ नि। ल आइया आमा, तिनको हात किरा पर्न नसक्या। शिल शोभा र आचार विचार त धोक्दै भएको मान्छेसित सम्बन्ध गाँच्न पुगेछ नि। पहिला त ठिक नि बा, अहिले पो खाइके भा हो त। सुन्ताले एउटा कुरा थाहा पाऊ? के कुरा? अहिले भर्खरै काजीले साहबले काजी साहबलाई गोरु चुटे जस्तो चुटी छिर्ने। ए हो र? म एकैछिन कजिनीलाई भेटेर आइहाल्छु ल। पर्दैन झगडा भागेलाई किन भेट्न जानु पर्यो नि? कसरी पिटिन्छन् सोध्नलाई, बेला बेला तिमीलाई पिट्नलाई सिक्नु परेन? के भनिस्? मलाई लाग्छ मात्र होइन बाबु, मिल्छ भने दुई चार थप्पु त्यो आमाचालाई पनि दिए। मेरो छोरीलाई छोडेर त अनि ल छौ त। रिसै सत्तै झारिसक्यो, के छुनु नि? भएर रिस उठ भने चाहिँ बस